मेरो नौलो सुरुवात च्यानलमा। र आज चाहिँ म अहिले कहाँ छु भन्दा स्कुलमा छु होइन। स्कुलमा चाहिँ हाम्रो सिल्भर जुब्ली सेलिब्रेसन हुँदैछ र आज चाहिँ फर्स्ट दिन हो। आज र भोलि 2 दिन छ र आज चाहिँ हाम्रो स्पोर्ट्स हो र तपाईँहरूलाई म आज हाम्रो स्पोर्ट्सहरू कसरी हुन्छ के हुन्छ प्रोग्राम त्योहरू देखाउने छु। यहाँ चाहिँ अहिले सबैजना भेला भइरहनु भएको छ होइन। पुरा यो घामले गर्दा धम्ले भयो। के गर्नुहुन्छ तपाईँहरू? हेलो भनिदिनु। हेलो है है आज मिसहरू राम्रै राम्रै हुन्छ। कुन चाहिँ मिस मनपर्छ कमेन्ट गरिदिनु होला। यहाँ हुनुहुन्छ उहाँको नाम हो करिश्मा मिस हो सिङ्गल है। उहाँको नाम हो विशाखा मिस सिङ्गल है। पहिला पनि मेरो भ्लगतिर देख्नु भएको होला तर पनि आज फेरि पनि नाम भनिदिँदैछु म। डिएम गर्नु होला। यहाँ मिस चाहिँ हुन्छ हाम्रो सन्जुता मिस होइन। मन पऱ्यो भने मलाई डिएम गर्नु होला। सन्जुता है नाम चाहिँ मिसको। अब हामी राख्नेवाला छौँ भने यो 25 रातभरि मिहिनेत गरेर बनाएकै यो कागजको हो चार्ट पेपरको। यहाँ सरको नाम हो सिद्धान्त सर हो। सरलाई पनि यदि मन पऱ्यो भने डिएम गर्नु होला। इन्स्टाग्राम अकाउन्ट के हो काइजर है सरको चाहिँ। यहाँ चाहिँ अहिले यो 25 बन्नुको राख्नुको लागि बनाइँदैछ। यहाँ यस्तो छ हाम्रो। यो चाहिँ स्टेज हो। आज चाहिँ सब स्पोर्ट्स हो यो सबै यहाँ बनाइदिनु भएको छ है। राम्रो आउने रहेछ उयो पछाडिको नै हुने रहेछ। ए खिचिदिनु अरे सरको नाम चाहिँ अनुसार है। डिएम गर्नु है। खाना खानु जाने भात पनि खाएको छैन है। भोकाएर के हतार हतार लुगा लगाएको हो। आज हाम्रो त्यस्तो राम्रो पनि भएको छैन साडी लगाइ है विशाखा मिस। बिहानको ब्रेकफास्ट गर्दैछु है फ्राइड राइस र चिप्स। उहाँको नाम चाहिँ पुष्पा मिस है। डिएम गर्नु होला मन पऱ्यो भने। उहाँ चाहिँ ललिता मिस होइन। डिएम गर्नुहोस् यदि मन पऱ्यो भने। अहिले चाहिँ मेडलमा हामी यो हाल्दैछ। यहाँ चाहिँ हुन्छ हाम्रो पवित्र म्याम होइन। उहाँलाई चाहिँ डिएम नगर्नु होला किनकि उहाँ चाहिँ म्यारिड हो। मेरो छोरा 12 वर्षको छ। लास्टमा चाहिँ मलाई त गर्दैन सिनियर म्याम सिनियर छ मिस। उहाँको नाम चाहिँ हो लाकी मिस होइन। डिएम गर्नु होला इफ यदि मन पऱ्यो। सिङ्गल हो। एमएलए सर आउनुहुन्छ अब र हामी उहाँको वेलकम गर्नको लागि बसिरहेको छौँ होइन। यहाँको एमएलए सर चाहिँ लोकनाथ सर हुनुहुन्छ र हामी बसिरहेको छौँ वेलकमको लागि। अन्चिता से हाई। विवान्स से हाई। हाई भन्नु हेलो भन्नु। हाम्रो फोटो बुथ हो। 25 इयर्स सिम्पल छ। स्विट सिम्पल एन्ड स्विट। यहाँ हाम्रो नानीहरू चाहिँ यहाँ एमएलए सरलाई स्वागत गर्नुको लागि बसेको है। राम्री भएर यहाँ पर्खिरहेको छु। यहाँ चाहिँ हाम्रो स्पोर्ट्सको सामानहरू छ। अब बलुन फुलाउन आँटेको। अब चाहिँ एमएलए सर आइपुग्नु आँट्नु पऱ्यो होइन। हामी चाहिँ यहाँ रेडी छौँ। यहाँ सबैजना पर्खिरहेको छौँ। यहाँ हेर्नु त मजा आउँदैछ। के गर्नु उभिएको तपाईँ? यहाँ हाम्रो गेस्टको यो पछाडि ब्यान्ड बजेको सुन्दै हुनुहुन्छ होला तपाईँहरूले होइन। अब चाहिँ हामी अलिकति डर नर्भस एक्साइटेड है। माथि जाइसक्नु भएको छ होइन। माथि स्टेजमा अब हामी पनि त्यतैतिर जाने नानीहरूलाई लिएर। हाम्रो नानीहरू चाहिँ यतै छ। अब चाहिँ हाम्रो मार्च पास हुन्छ होला सायद। अहिले हाम्रो नानीहरू मार्च पासको लागि यहाँ रेडी भइरहेछ। हाम्रो चिफ गेस्टले चाहिँ दियो बाल्नु हुँदैछ। दियो प्रज्वलन।
प्रिन्सिपल मिसले एक दुई शब्द राखिरहनु भएको छ होइन। यहाँ हुनुहुन्छ हाम्रो प्रिन्सिपल मिस। अब चाहिँ हाम्रो मार्च पास स्टार्ट भएको छ। र अहिले चाहिँ हाम्रो नानीहरूले ड्रिल गर्दैछ होइन। यस्तो राम्रो ड्रिल पर्फर्मेन्स गर्दैछ हाम्रो नानीहरूले चाहिँ। यहाँ सानो सानो नानीहरू पनि मजाले गर्दैछ। उनीहरूले एकदमै राम्रो ड्रिल गर्यो। चिया खाँदैछ। अहिले चाहिँ यहाँ हाम्रो एमएलए सरको भाषण हुँदैछ। लोकनाथ सरको पानी छ समाधान गर्ने पानी हुँदैन, खाली कम्प्लेन गरिन्छ। स्कुल मार्बल रेस हुन आँटेको छ। यहाँ सरले चाहिँ अहिले इन्स्ट्रक्ट गर्दैछ हाम्रो खेलाडीहरूलाई, हाम्रो नानीहरूलाई। रिले रेस स्टार्ट भएको छ। केटीहरूको हुँदैछ हाम्रो नानीहरूको। अनुष्मिता डु फास्ट। त्यो चेन खोल्छ छिटो हाल्नु अनुष्मिता डु फास्ट छिटो भयो आधी मात्रै खोले हाल्नु के छिटो। म चाहिँ यहाँ बसिरहेको छु होइन। गरम भएन रिया मिस? कता हो तपाईँले? त्यही त घाम बेसी भएर यहाँ घाम भएर भोक लागिसक्यो गाइस, भोक लागिसक्यो। इज आवर स्कुल क्याप्टन। से हेलो हाई। Say name also. Say your name. My name is Khalid Kunsu Bhatia. He is our outgoing student also. So all the best for your upcoming future. Thank you, Miss. Welcome. She is also our outgoing student. Say hi, Aarti. And they are not allowed to touch the sweet with their hands. Run, Cheta, run. Look, Cheta, Anju baby, Cheta. Cheta, eta. Lo, ara, lo, अलिक तल राख्नु नै सक्दैन। लो, मुखले च्याप्पै गर्नु। अलिक मुनि गर्दिनु न। लो, run fast, run. Come fast, पूर्वांशु। लो। ह्यान्ड चाहिँ त हात पछि मुखले तान्छ। लो, हात छोड्दिनु। सेक रेस स्टार्ट हो गयो। डु फास्ट। आदर्श सुदीप। अनुष्मिता। बस्नु अनुष्मिता। Second foot.
यता सौम्या भेरी गुड क्रिस्टिना सनिसा सनिसा भेरी गुड होइन बिदान 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 आदर जुमा आदर 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 बिदान बिदान आदर बिदान आदर बिदान बिदान ये बिस्तारै बिस्तारै सुनेछ बिस्तारै आउँछ है कम स्लोली स्लोली कम कम स्लोली 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 अभिराज सिद्धार्थ डुबास 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 छिटो आउँछ छिटो 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 डुबास डुबास नचाउनु ल डुबास 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 भेरी गुड भेरी हाम्रो प्यारेन्ट्सहरूको सर्टपुट हुँदैछ होइन यहाँ हाम्रो प्रत्युषको बाबाले चाहिँ खतरा हान्नुभयो उहाँ चाहिँ हाम्रो प्रत्युषको बाबा अहिले हान्नुभएको चाहिँ हाम्रो स्टुडेन्टको बाबा अभिराजको बाबाले हाम्रो स्टुडेन्टहरूको सर्टपुट हुन आँटेको छ फर्स्टमा टोप्याज हाउस कालदेनले हान्नु आँटेको छ सर्टपुट आम्मा शिवमले हानेको अहिले चाहिँ एमरल्डकोले हानेको छ अब चाहिँ हाम्रो स्किपिङ रेस हुन आँटेको छ होइन हाम्रो मार्क्स चाहिँ यस प्रकार छ रुबी 32 हो लास्ट देन एमरल्ड थर्ड टोप्याज 51 सेकेन्ड एन्ड सफायर थर्ड सफायर चाहिँ हो ग्रिन टोप्याज हो येल्लो एमरल्ड हो एमरल्ड ग्रिन हो सफायर चाहिँ ब्लू हो सरी एन्ड रुबी चाहिँ हो रेड हाम्रो विनर चाहिँ हो सफायर यसले हाम्रो चाहिँ स्पोर्ट्स चाहिँ कम्प्लिट भइसकेको छ होइन अब चाहिँ प्राइज डिस्ट्रिब्युसन अरे हामी चाहिँ कलेर हत्थ्यौँ है हाम्रो हाउसले आज के गर्यो हाम्रो हाउसले आज के गर्यो लास्ट इयर त फर्स्ट भएको थियो योपालि लास्ट केही छैन कतिवटा मात्रै जितेको छ बिचारा नानीहरूले राम्रै गरेको लाइन बसिरहेछ नानीहरू त्यही त है यत्रो खटेकोमा हामीले पनि पाउनु पर्ने है अहिले चाहिँ प्राइज डिस्ट्रिब्युसन हुँदैछ रिले रेसमा भएकै फर्स्टमा चाहिँ सफायर हाउसले सरले चाहिँ भोट अफ थ्याङ्क्स दिँदैछ र अभिभावकगण साथै हाम्रा यहाँ उपस्थित सम्पूर्ण हाम्रा अतिथिगण फोटो सुट हुँदैछ होइन अहिले चाहिँ खानासाना खाएर हो आछु लु र हामीले चाहिँ खाना पनि खाइसक्यो होइन र मैले खाना खाएको चाहिँ भिडियो गर्न सकिनँ किनभने भोक चाहिँ यति बिग्न लागेको कि अहिले चाहिँ बजिसकेको छ 5 होइन र अघि बिहान खाएको हामीले 9 बजी अहिले सिधै 5 बजी खाँदा अन्त मैले गर्नै सकिनँ त्यसैले मैले खाना खाएको चाहिँ भिडियो तपाईँहरूको सामु ल्याउन सकिनँ र हामीले खाइसक्यो होइन यसो फोटोहरू पनि 1-2वटा खिचिसक्यो अब चाहिँ हामी कहाँ जान्छौँ उभिएर होइन हाम्रो खुट्टा दुखिसक्यो हो अब हाम्रो प्रोग्राम फेरि भोलि पनि छ कल्चरल प्रोग्राम होइन र म फेरि भोलि पनि भिडियो बनाउने छु होइन भ्लग चाहिँ अब कहिले आउँछ मेरो एडिटहरू गरेर हो
तपाईँहरू अल्छी नमानी हेरिदिनु होला मेरो च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला धेरैभन्दा धेरै माया दिनुहोस् थ्याङ्क यू फर वाचिङ आजको लागि मेरो भिडियो यति नै थियो र भोलि कल्चरल डेको फेरि म नयाँ भिडियो बनाउने छु बाई थ्याङ्क यू फर वाचिङ